ल हामी माछा मार्न फेरि आज माछा मार्नेतिर लाग्यो रेडी जाडो भयो यी पुरै ज्याकेट लाएर आएको हाम्रो यहाँ दिनेश दाई हाम्रो दाई यहाँ हाम्रो यहाँ खाँदी अर्को दादा अर्को हाम्रो नेपाली दाई उता आज माछा के मार्ने भन्दै हेर्नुभयो यो हाम्रो चाहिँ डिब्बा यहाँ ल गइन्छ मारिन्छ जस्तो आज नि माछा मारिन्छ जस्तो No toilet paper, plastic, anything like that. Toilet. So only what comes out of you can go in the toilet. Everything else has to go in the trash can next to you. Then if you're sitting on the toilet, there's a little silver button. You're gonna hold that down. Like 10-15 seconds. It's gonna flush. There's soap, fresh water, all that good stuff for you guys down there to wash your hands. You definitely do not want to go down here if you're sick. The small room's gonna make it worse for you. And please do not throw up down here. It's a pain. So if you don't feel well, come out on the back. Try to get some fresh air, or you can sit in the cooler or whatever. If you still think you're gonna throw up, I'd say go to the back, take your knees nice and low, you're not leaning over the side, and just go up straight up the back. It's much better than throwing up in here, right? Other than that, guys, once we get up there, Nico is gonna give you guys a briefing on the back deck, the fishing setup. हजुर दर्शकवृन्द यहाँहरु सबैलाई नमस्ते छ हाम्रो च्यानलमा यो चाहिँ सोती माइला च्यानल हो यति बेला हामी वाइटिटी को ब्याकग्राउन्डमा हेर्नुस् एकदम बँदेलो मार्ने कति बोका खसी मार्ने आज चाहिँ माछा मार्न लग्यो माछा मार्न हजुर गुरुङ दा हुनुहुन्छ उता क्याप्टेन साहब हुनुहुन्छ माथि हाम्रो बोर्ड यस्तो यस्तो छन् हामी यहाँ आएको है त्यही त यहाँ मान्छेले हामीलाई सिकाउँदै माछा बाबाले यति बेला चाहिँ हामीसँग सोती माइला छ उसले चाहिँ एकदम फिसिङमा आएको मान्छे उसलाई झ्याउ लाएर पुरै पुसअप छिटो छन्रहेछ यो हाल्न लाग्यो माछा पर्यो कस्तो भिडियो
कस्तो भिडियो राम्रो छ नभइदिइरहेको फाइनली हामी चाहियो माछा चाहिँ हात लायो सुन्न ल ल हामी यता खाम यहाँ खाम हामी पार्किङ गर्दैछौँ यहाँ गुरुजी ब्याग 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 यता 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 गुरुजी यता यता हामी यहाँ पार्क गर्दैछौँ ऊ के गर्छन् कामबाट निकालिदिउँ क्या ल्याउ ल्याउ बाबु ल्याउ 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 यता 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 ठोकेर उतार्नुपर्छ रिक्स पो त राम्रो ठोकिँदैन माइला अब सन्त कतै ओइ 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 के गर्छ यसले ल हामी यता हाम्रो साउजी हाम्रो केही सामान पानी छ हामी गयो Get you guys out on a little bit better weather day. के हो यस्तै यो बोट त के हो बवाल छ यो बोट त हाम्रो सानो डिब्बा